नमस्कार दर्शकहरू, कार्यक्रम हिन्दू जागरणमा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शकहरू, धर्म र संस्कृति कुनै पनि समाजका अमूल्य सम्पत्ति हुन्। हिन्दू धर्म र संस्कृति सम्पूर्ण नेपाली समाजको सम्पत्ति हो। यद्यपि यो सम्पत्तिमाथि दिन प्रतिदिन आक्रमण हुँदैछ। विशेष गरी पछिल्लो समय हिन्दू धर्म र संस्कृतिको अपव्याख्या गर्दै विभिन्न धर्मावलम्बीहरूले यसलाई परिवर्तन गराउने, धर्मको अपव्याख्या गर्ने क्रम बढ्दै गएको छ, जसका कारण सिङ्गो हिन्दू धर्म र संस्कृति अहिले ओझेलमा पर्दैछ अथवा यसलाई निमिट्यान्न पार्ने दुष्प्रयास भइरहेको छ। विक्रम सम्वत 2063 को राजनैतिक परिवर्तनपछि नेपालमा धर्म अथवा धार्मिक आस्था परिवर्तन गराउने समूहको गतिविधि आक्रामक रूपमा अघि बढेको छ। तराई, पहाड वा हिमाल सबैतिर धर्म परिवर्तनकारी शक्तिहरूले आफ्नो धूर्ततापूर्ण उपस्थिति जनाउन थालेका छन्। हिन्दू, बौद्ध, बोन्पो, जैन, सिख, किरात जस्ता नेपालका परम्परागत मौलिक धर्म र संस्कृतिको अपव्याख्या गर्दै वा अझ प्रष्ट भन्नुपर्दा ओमकार समूहमा पर्ने सबै धर्म र संस्कृतिको दुष्प्रचार गर्दै धर्म परिवर्तन गराउने कायरतापूर्ण षड्यन्त्र झाँगिँदै गएको छ। खास गरी देशको दूर दराज र ग्रामीण क्षेत्रका सोझा जनतालाई विभिन्न प्रकारका प्रलोभन देखाएर धर्म परिवर्तनकारी शक्तिहरूले आफ्नो सम्पूर्ण शक्ति लगाएका छन्, धर्म परिवर्तन गराउँदै आएका छन्। सायद यहाँले पनि सुन्नुभएको हुनसक्छ, जस्तो विद्यालयका विद्यार्थीहरूलाई बसमा राखेर चाहिँ कस्तो तरिकाले कुरा गर्दछन् भनेदेखि विद्यालयका विद्यार्थीहरू जब बसमा हुन्छन्, गाडी स्टार्ट गर्नलाई राखे, स्टार्ट भएन, अनि त्यस पछाडि ल सबैजनाले आफ्नो भगवान्को नाम लिऊ भनेर उनीहरूले भन्न लगाउँदछन्। त्यस पछाडि ती विद्यार्थीहरूले चाहिँ अब रामकृष्ण जे पनि जानेका छन्, उनीहरूले सम्झेर गाडी स्टार्ट गर्न लगाए। त्यो ड्राइभरले चाबी घुमाएर पो स्टार्ट हुने चिज हो त, कसैको नाम लिएर स्टार्ट हुने चिज त होइन गाडी। तर त्यस्तो गर्दाखेरि विद्यार्थीहरूको त्यो बाल मस्तिष्कमा कस्तो प्रभाव पारिन्छ भनेदेखि ल भगवान्को नाम लिँदा, रामकृष्णको नाम लिँदा भएन भनेपछि अब जिससको नाम लिन लगाइन्छ। अनि त्यस पछाडि जिससको नाम लिएपछि ड्राइभरले पुरा चाबी घुमाउँछ, गाडी स्टार्ट हुन्छ। एक अनुसन्धान अनुसार पछिल्लो समयमा नेपालमा हरेक दिन कम्तीमा 200 जना नेपालीहरूलाई विभिन्न लोभ लालच देखाएर वा परम्परागत मौलिक धर्म संस्कृतिको अपव्याख्या गर्दै आफ्नो मूलधारको धार्मिक आस्थाबाट विचलित गराउने काम भइरहेको पाइएको छ र यो क्रम दिन 2 गुणा, रात 4 गुणा बढिरहेको छ। वर्तमान संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै सिङ्गो जनसंख्याको करिब 82% जनसंख्याले मान्ने हिन्दू धर्म र संस्कृति उप धार्मिक समानता अथवा धर्मनिरपेक्षताका नाममा अन्य आयातित धर्म मान्ने समुदायबाट अतिक्रमणका क्रियाकलाप भइरहेका छन्। हिन्दू धर्मको दुष्प्रचार गर्दै हिन्दू धर्मावलम्बी समुदायलाई भड्काउने काम गरिरहेका छन्। जबरजस्ती धर्म परिवर्तन गराउँदै आएका छन् र हिन्दू धर्म र संस्कृति उप धावा बोलिरहेका छन्। धर्म भन्दा पनि मेरो छोरा एउटा सक्षम भएर भोलि पढेर डिग्री होल्डर बन्छ भन्ने लोभमा पर्छन् कतिपय भने, कतिपय चाहिँ दुःख र बिरामी भएका मान्छेलाई चाहिँ सिटामल घोटेर खुवाएर अनि त्यहाँबाट रोग निको भयो भन्ने भ्रममा पारेर मान्छेलाई ललाइ पकाइ परिवर्तन गराइरहेछ र एउटै घरमा एउटा छोरालाई धर्म परिवर्तन गराएर त्यो घरभित्र झै झगडा र झन् झगडाको बिउ रोपिने काम गर्दैछन्। पैसाको लोभमा पारेर होस् वा छोराछोरीलाई सित्तैमा पढाइदिने प्रलोभन दिएर किन नहोस्, जस्ता सुकै हत्कण्डा अपनाएर भए पनि विगत केही वर्ष यता धर्म परिवर्तन गराउने क्रम बढ्दै गइरहेको छ। त्यसो त तत्कालीन विद्रोही माओवादीले 10 वर्षसम्म सञ्चालन गरेको सशस्त्र संघर्षका समयमा हिन्दू धर्मस्थला, संस्कृति पाठशाला तथा गुरुकुल, संस्कृत विश्वविद्यालय लगायतका स्थानमा भौतिक आक्रमण तथा गौहत्या गरेर हिन्दू धर्म र संस्कृतिलाई छिन्न भिन्न पार्ने प्रयास गरेको सत्य सबैका सामु छर्लङ्गै छ। त्यतिले मात्र नपुगेर 2063 सालमा जनआन्दोलनको बलबाट स्थापित प्रतिनिधि सभाले विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। यसमा त्यो जनआन्दोलनको म्यान्डेट यो थिएन कि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइनुपर्छ भन्ने छँदै थिएन। 81 यिनीहरू 4 दल र संविधान सभामा उपस्थित 601 जनाले रातारात यो लागू गरे। त्यसमा पुरै 81% जनताको यसमा उनै छ, विमति छ
यो चाहिँ खारिज हुनु पर्यो र नेपाललाई हिन्दू राष्ट्र कायम हुनु पर्यो। मानिसले आफूले चाहेको धर्म मान्न पाउनु वा धर्ममा स्वतन्त्रता नै धर्मनिरपेक्षता हो भन्ने कुरालाई चटक्कै बिर्सिएर धर्मनिरपेक्षताको गलत फाइदा उठाउँदै हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिमा चर्च र सगरमाथामा क्रस जस्ता नाराका साथ सन् 2025 सम्ममा नेपालको रैथाने धर्म संस्कृतिलाई उन्मूलन गर्ने षड्यन्त्र सहित हिन्दू धर्ममाथि आक्रमण सुरु भयो। फलस्वरूप सम्पूर्ण हिन्दूहरूको आस्था, पहिचान र गौरव अर्थात हिन्दू धर्म र संस्कृतिका बारेमा अनावश्यक भ्रम छरेर हिन्दू धर्मलाई पाखण्डी, विकास विरोधी तथा विभेदकारी जस्ता तथाकथित उपमा दिएर भ्रमको खेती गर्दै हाकाहाकी र बिना रोकटोक धर्म परिवर्तन गराएर विश्वभरिका हिन्दूहरूको आस्था र पहिचानलाई निमेट्यान्न पार्ने दुष्प्रयास भइरहेको छ। ध्यान गर्न जाने, तपाईँलाई गुरुकोमा जाने, त्यहाँ गएपछि ठिक हुन्छ लगायत धेरै प्रलोभनहरू देखाउने अनि उनीहरूलाई धर्म परिवर्तन विशेष गरी त्यस्तै जो परिवर्तन चाँडो हुन सक्छन् तिनीहरूलाई चाहिँ प्रयोग गरेर नेपालमा एउटा धर्मको चाहिँ परिवर्तन गराइराखेको जस्तो देखिन्छ। पछिल्लो समयमा नेपालमा हिन्दू धर्मप्रति यसै गरी फैलाइएको वितृष्णा र अफवाहका कारण विभिन्न धर्मावलम्बीहरू बीच एक आपसमा मनमुटाव र वैमनस्यता सृजना हुँदै गयो र यसले उग्र रूप लिँदै गयो भने त्यसको जिम्मेवार को हुने? विश्वको इतिहासलाई पल्टाएर हेर्ने हो भने धार्मिक कारणले ठूलठूला युद्धहरू भएका छन्। त्यसैले नेपालमा सिङ्गो जनसङ्ख्याको 82% भन्दा बढी जनसङ्ख्याले मान्दै आएको हिन्दू धर्मलाई हेला होचो गर्ने, होच्याउने, खिसी ट्युरी गर्ने तथा गलत हैवा पिटेर धर्म परिवर्तन गराउने क्रम नरोक्ने हो भने जुनसुकै बेला पनि देशभक्त र स्वाभिमानी नेपालीहरूको धैर्यताको बाँध फुट्न सक्छ। विश्वभरिका हिन्दूहरूको आस्था र विश्वासमाथि भइरहेको आक्रमण कुनै पनि स्वाभिमानी देशभक्तका लागि सह्य विषय हुनै सक्दैन। तत्काल बन्द गरिनुपर्छ पैसाको भरमा गरिरहेका धर्मान्तरणका गतिविधिहरू र बन्द गरिनुपर्छ प्रलोभनको भरमा भइरहेको धार्मिक असहिष्णु व्यवहारहरू। सम्पूर्ण हिन्दूहरू एकजुट हुनुपर्ने बेला आएको छ हिन्दुत्वको रक्षाका लागि, होइन भने हाम्रो राष्ट्रियता, पहिचान र गौरव इतिहासमा सीमित हुनेछ र नेपालमा हिन्दू धर्म मानिन्थ्यो रे भन्ने हाम्रा सन्ततिहरूले हिन्दू धर्मलाई इतिहासमा मात्र पढ्न पाउनेछन्। त्यसैले आउनुहोस् हातमा हात मिलाउँ र गैर कानूनी रूपमा भइरहेका धर्म परिवर्तनलाई रोक्नका लागि प्रतिबद्ध बनौं। दर्शकहरू, यसरी हिन्दू धर्मको अपव्याख्या गर्दै हिन्दू धर्मलाई विभिन्न तथाकथित उपमाहरू दिएर गलत प्रचार गरिँदैछ र धर्म परिवर्तन गराइँदैछ। धर्म परिवर्तन गराउन कानुनले स्पष्ट रूपमा रोक लगाएको छ, संविधानले स्पष्ट रूपमा रोक लगाएको छ, तर पनि प्रशासन निरीह बनेर बसेको छ र आज दूर दराजदेखि सहरी क्षेत्रमा समेत निर्बाध रूपमा बिना रोकटोक धर्म परिवर्तन भइरहेको छ। छिमेकी देश भारत पनि धर्मनिरपेक्ष राष्ट्र हो। भारतमा पनि हरेक नागरिकलाई आआफ्नो धर्म मान्ने अधिकार छ, तर धर्म परिवर्तन गराउने अधिकार कसैलाई छैन। भारतमा प्रलोभनमा पारेर वा ललाई फकाई कसैलाई पनि धर्म परिवर्तन गराउन कानूनले नै रोक लगाएको छ। केही समय अघि मात्रै पारित गरिएको कानून अनुसार भारतमा धर्म परिवर्तन गर्ने र गराउने दुवैलाई 3 वर्षको जेल सजाय र जरिवाना हुन्छ। भारतको संसदबाट पारित गरिएको कानून अनुसार जिल्ला न्यायालयबाट लिखित अनुमति नलिई धर्म परिवर्तन गर्न या गराउनेलाई 1 वर्ष जेल र 1000 रुपैयाँ जरिवाना गरिने प्रावधान राखिएको छ। धर्मनिरपेक्ष राष्ट्र भएर पनि भारतमा धर्म परिवर्तन गर्न गराउन सरकारी अनुमति अनिवार्य रहेको छ। त्यहाँ कुनै व्यक्तिलाई चाहिँ धर्म परिवर्तन गराइन्छ, जबरजस्ती धर्म परिवर्तन गराइन्छ भने त्यो चाहिँ दण्डनीय अपराध हुन्छ। त्यो त्यस्ता व्यक्तिहरूलाई चाहिँ 4 वर्ष कैद र जरिवानाको व्यवस्था गरिएको छ। यो त एउटा उदाहरण मात्रै हो। विश्वका अधिकांश देशमा धर्म परिवर्तनलाई अपराधको रूपमा लिइन्छ र कानूनी रूपमा दण्डित गरिन्छ। आफ्नो धर्म र संस्कृति अझ भनौं आफ्नो राष्ट्रियताको रक्षाका लागि प्रत्येक देशमा राज्यद्वारा नै रोक लगाइएको हुन्छ। तर हिन्दू धर्मको उद्गम स्थल नेपालमा भने संवैधानिक व्यवस्था विपरीत बिना रोकटोक लोभ लालचमा पारेर दिन 2 गुणा रात 4 गुणा धर्म परिवर्तन भइरहेको छ।
नेपालको संविधान 2063 को धारा 23 मा व्यवस्था भएको धर्म सम्बन्धी हक अनुसार प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्व कालदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने हक प्रदान गरेको छ। सोही उपधारामा कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम व्यवहार गर्न पाइने छैन भनी धर्म परिवर्तन गर्न रोक लगाएको छ। नेपालको अन्तरिम संविधान 2063 को धारा 23 जुन मौलिक हकको व्यवस्था गरेको छ। मौलिक हकभित्र चाहिँ के परेको छ भनेदेखि कुनै पनि व्यक्तिलाई जबरजस्ती ढङ्गबाट धर्म परिवर्तन गर्न पाइँदैन। धर्म परिवर्तन गरिएको अवस्थामा उसलाई चाहिँ सजाय हुन्छ भन्ने कुरा व्यवस्था गरिएको छ। तर उक्त संवैधानिक व्यवस्थालाई चुनौती दिँदै धर्म परिवर्तनकारी शक्तिहरूले नेपालमा प्रत्येक दिन धर्म परिवर्तन गराइरहँदा पनि सरकार मुख दर्शक बनेर बसिरहनु विडम्बना हो। यसबाट के पुष्टि हुन्छ भने सरकार आफै धर्म परिवर्तनकारी शक्तिलाई प्रोत्साहन गरिरहेको छ। होइन भने संविधानमा धर्म परिवर्तन गर्न पाइँदैन भनेर प्रष्ट व्यवस्था गरिँदै किन धर्म परिवर्तन गराउँदै हिँड्ने षड्यन्त्रकारी शक्तिहरूको नाङ्गो नृत्यलाई रोक्न सक्दैन अथवा रोक्न प्रयास गर्दैन। मौलिक धर्म संस्कृति र परम्पराहरूको संरक्षण गर्ने जिम्मेवारी सरकारको होइन र? दर्शकहरू, यसरी संवैधानिक व्यवस्था विपरीत निर्वाध रूपमा धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको छ र हिन्दू दर्शनलाई गलत रूपमा व्याख्या गरिएको छ कि साँच्चै हिन्दू दर्शन गलत छ अथवा हिन्दू दर्शनका कुराहरू गलत छन् अथवा हिन्दू धर्म र संस्कृतिलाई किन यसरी अपव्याख्या गर्दै धर्म परिवर्तन गराइँदैछ। दर्शनशास्त्रका प्राध्यापक हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभाग अन्तर्गत त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका डाक्टर गोविन्द शरण उपाध्याय हामी यस विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। डाक्टर साहब, यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। दर्शनशास्त्रको प्राध्यापक हुनुहुन्छ, हिन्दू दर्शन साँच्चै शैतान गलत छ? दर्शनको प्राध्यापक भएको नाताले यसमा विगत 12-15 वर्षदेखि प्राध्यापन गर्दै आएको हिसाबले पनि म के भन्न चाहन्छु भने हिन्दू दर्शन धर्म संस्कृतिलाई जसले शैतान भन्छन् उनीहरूले हिन्दू धर्म संस्कृतिको मर्म नै बुझेका छैनन्। धर्म मान्नु गलत छ भनेर आज के गरिँदैछ भने यसको प्रचार गरिँदैछ र धर्म परिवर्तन गराइँदैछ। धर्म परिवर्तन अहिले देशको मुख्य समस्या हो र जुन परिवर्तनकारी शक्तिहरू छन् उनीहरूले हिन्दू धर्मका असल पक्षहरूलाई जहिलेसुकै दरकिनार गर्छन्। उनीहरूको उद्देश्य धर्म परिवर्तन गर्ने हो। यो अहिलेको अवस्थामा अहिलेको कन्टेक्स्टमा 21औं शताब्दीमा नि धर्मलाई नारा बनाएर तपाईँहरू अभियन्ताहरू तपाईँ लागिरहनु भएको छ, विभिन्न क्षेत्रबाट काम गरिरहनु भएको छ, कलम चलाइरहनु भएको छ। अलि अतिवादी कुरा होइन र अहिले धर्मको कुरा गर्ने बेला हो र? म तपाईहरुसँग एउटा प्रश्न गर्न चाहन्छु। त्यो के हो भनेदेखि नेपालको संविधान अन्तरिम संविधान 63 ले स्पष्ट भनेको छ परम्परागत धर्मबाट परिवर्तन गर्न पाइँदैन। अनि आफूले चाहेको धर्म मान्न अर्को कुरा आफूले चाहेको धर्म मान्न पाइन्छ तर परम्परा पनि कुनै कुरा हुन्छ। म मेरो संस्कृतिको संरक्षणको लागि बोल्छु। जब मेरो टाउकोमाथि आक्रमण गरिन्छ म बोल्ने कि नबोल्ने, चुप लागेर बस्ने? तपाईलाई म उदाहरण दिन सक्छु। कति उदाहरण छन्। देशमा 1963 भन्दा पहिला जम्मा 8000 क्रिस्चियनहरू थिए, अहिले आएर 11 लाख क्रिस्चियन भइसकेका छन्। म यिनी कुराहरू भनिरहँदाखेरि म एउटा कुरा निवेदन के गर्न चाहन्छु भने म क्रिस्चियन विरोधी होइन, म धर्म विरोध कुनै धर्मको विरोध गर्न होइन, तर आफ्नो संस्कृतिमाथि आफ्नो परम्परागत माथि आक्रमण गरिरहँदा म टुलुटुलु हेरेर बसौँ, म मुख बन्द गरेर बसौँ? तपाईँले अघि भन्नुभयो नि बिहानै बाइबल बाँडिँदैछ भनेर, गीता पनि त बाँड्दै हुनु होला नि यहाँले। कसैलाई आफ्नो धर्मको प्रचार गर्ने त छुट छ नि होइन र? छुट छ, तर परम्परागत धार्मिक संस्कारबाट डाइभर्ट गर्ने छुट छैन। यिनी दुईटा फरक कुराहरू। हाम्रो संविधानले स्पष्ट भनेको छ कि तपाईले कुनैको धर्म परिवर्तन गर्न पाउनु हुँदैन। 11 लाख क्रिस्चियन के अमेरिकाबाट यहाँ आएर बसेका हुन्? अमेरिकी नागरिक हुन्। यिनी नेपाली नागरिक होइनन्। उनीहरू कसरी डाइभर्ट भए? त्यो कुरालाई जवाब छ तपाईसँग? तर जो जहाँसुकै पनि छरिन सक्ने भए, जहाँसुकै पनि बस्न सक्ने भए नि, यो स्वतन्त्रता धर्मनिरपेक्षताको अर्थ त्यही होइन र? धर्मनिरपेक्षता त्यहाँसम्म उचित हुन्छ जब सबै धर्मसँग समान व्यवहार गरिन्छ। आज हिन्दू 81% जनसङ्ख्या छ भनिन्छ। हिन्दू अहिले दोस्रो दर्जाको नागरिक छ। तपाईँ जहाँ पनि जानुहुन्छ हिन्दूलाई कलङ्कित गरेर बोलिन्छ। अहिले कसरी गलत व्याख्या गरिएको छ? के उदाहरणहरू प्रमाणहरू छन् तपाईँहरूसँग? मसँग धेरै प्रमाणहरू छन्। तपाईँ युट्युबमा गएर खोज्नुहोस्, हिन्दू धर्मलाई
शैतानहरूको प्रतिमूर्ति हो, शैतानहरूको उपासना हो भनेर पशुपतिनाथको साधुलाई प्रयोग गरेर, पशुपतिनाथको मन्दिरलाई प्रयोग गरेर युट्युबभरि छरिएको छ। दोस्रो कुरा, मसँग किन सोध्नुहुन्छ? तपाईँ कुनै दिन कुनै चर्चमा जानुहोस् न, चर्चाको मुख्य केन्द्रबिन्दु नै उनीहरू जब प्रोफेसन गर्छन्, उनीहरू टेस्टिमोनियल्स प्रयोग गर्छन्, त्यति बेला हिन्दू धर्ममा कस्तो पापमय जीवन बिताइरहेको थिएँ, म यहाँ आएर कस्तो पुण्यमय जीवन बिताउँदैछु। ठिक छ, तपाईँ आफ्नो धर्म मान्नुहोस्, त्यो तपाईँको राइटको कुरा हो, त्यसलाई सम्मान गरिनुपर्छ। तर तपाईँ चर्चमा बसेर अथवा मन्दिरमा बसेर अर्काको धर्मको खण्डन गरेर अर्काको धर्मलाई बदनाम गर्ने काम गर्न सक्नु हुँदैन। हामीले क्रिस्चियनहरू बदनाम भनेर कतिवटा साहित्य निकालेको देख्नुभएको छ तपाईँले? अनि उनीहरूले चाहिँ क्रिस्चियनहरूले निकालेका छन् त? बिल्कुल निकालेका छन्, बिल्कुल निकालेका छ। उदाहरण केही म दिन सक्छु। क्रिस्चियनिटी इन नेपाल भन्ने एउटा सानो किताब छ, कुनै विदेशी राइटर र नेपालीले लेखेको किताब हो त्यो। त्यसमा यिनी कुराहरूलाई चर्चा गरिएको छ र त्यसमा प्रोग्रामिङ छ। 1925सम्म हामी सम्पूर्ण नेपाललाई क्रिस्चियन बनाउँदैछौँ भन्ने उनीहरूको प्रोग्रामिङ छ। क्रिस्चियन छन् या मुस्लिम छन्, बिल्कुल ठिक, किराँती छन्, यो विविधता छ। यसलाई मेट्नु त गलत हो नि? गलत हो। तर 2063 सालमा आइपुग्दाखेरिमा र 2070 सालमा आउँदाखेरि उहाँहरूको एकाएक 12 लाख जनसङ्ख्या पुग्यो र अहिले मुलुकभरि हेर्ने हो भने रिपोर्ट अनुसार 8,500 चर्चहरू छन्। तिनी चर्चहरू आफै आएका त होइन नि। डाक्टर साहब, तपाईँले भन्नुभयो नि यो विविधतालाई मेट्नु गलत हो भनेर, कतै तपाईँहरूको यो हिन्दू अभियानले, हिन्दू जागरण नेपालको अभियानले त्यो विविधता मेटिने त होइन? बिल्कुल होइन, बिल्कुल होइन। हामी हाम्रो संस्कृतिप्रति चिन्तित छौँ। हस्, महत्त्वपूर्ण समय र विचारका लागि यहाँलाई धन्यवाद। दर्शकहरू, हामीले त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्रका प्राध्यापक डाक्टर गोविन्द शरण उपाध्यायसँग कुराकानी गऱ्यौँ र यसै गरी हिन्दू जागरण नेपाल यो अभियान किन आवश्यक पर्यो, विशेष गरी आज हामी हिन्दू जागरण नेपालका संयोजक रामकृष्ण उपाध्यायसँग कुराकानी गर्नेछौँ। यो अभियान किन आवश्यक पर्यो, यहाँबाट सुरु गरौँ न। जबसम्म व्यक्तिलाई चोट लाग्दैन तबसम्म आवाजै निकाल्दैन, आफ्नो बाटोमा गन्तव्यमा सरर गइरह हुन्छ। चोट कहाँ लाग्यो र? यहाँ त राज्यले सबै धर्मलाई समान रूपमा व्यवहार गर्ने भनेको छ, चोट त अब तपाईँहरू लाउन खोज्दै हुनुहुन्छ होइन र? होइन, त्यस्तो त होइन। किनभने हामीहरू आफ्नो ठाउँमा आफ्नो गन्तव्यमा आनन्दले हिँडिरहेका थियौँ। अब त्यसमा चाहिँ यो तपाईँहरूले गरेको ठिक भएन। हाम्रै पूज्य आस्थाका केन्द्रहरूलाई चाहिँ प्रश्न चिन्ह लगाएर हाम्रा धरोहरमाथि प्रश्न चिन्ह लगाउन थालेपछि हामीलाई चोट लाग्दछ। हामी आफ्नो घरमा आनन्दले बसिरहेका थियौँ। यहाँका व्यक्तिद्वारा कुनै प्रकारको विरोध त भएको होइन। अघि यहाँले भन्नुभयो नि रामकृष्णज्यू, जस्तो चोट लागेको छ सम्पूर्ण हिन्दूहरूलाई, त्यही आशय थियो। कहाँ चोट लगाइयो, कसरी चोट लगाइयो? यो हाम्रो आस्थामाथि प्रहार भयो। जस्तो भनौँ, हामी सनातन धर्मावलम्बीहरू नेपालको प्राचीन संस्कृतिमा जति पनि मानेर आएका छन्, हिन्दू भनौँ, बौद्ध भनौँ अथवा किराँती, बोन्पो आदि गरेका विभिन्न प्राचीन संस्कृतिमा मान्यता दिँदै आएका छन्। उनीहरू आफ्नो ठाउँमा बसेर आफ्नो संस्कृतिलाई त पालन त गरिरहेकै थिए। कसैले कसैलाई मेरो आस्था मात्र ठिक, तेरो आस्था ठिक छैन भनेर त कसैले भनेकै थिएनन्। तर यहाँ के देखियो भनेदेखि बाहिरबाट आएका केही संस्कृतिका व्यक्तित्वहरूले चाहिँ उहाँहरूले चाहिँ होइन हाम्रो मात्र ठिक, अब नेपालमा परापूर्व कालदेखि चलेर आएको हाम्रो संस्कृति र हामी मान्यता दिइरहेका, हामीले आस्था गरिरहेका, त्यो माथि चाहिँ यो शैतान हो, यो ठिक होइन भनेर धर्म परिवर्तन गरेर लिएर जाँदाखेरि हाम्रै संस्कृतिलाई मात्रै विखण्डन होइन कि यो राष्ट्रलाई नै विखण्डन गराउने एउटा प्रक्रिया हो भन्ने कारणले गर्दा यो चोट लाग्नु आम नेपालीमा र आम नेपाली बन्धुहरू जो विभिन्न आस्थामा केन्द्रित छन् उहाँहरूलाई चोट लाग्नु स्वाभाविक। तर तपाईँले चाहिँ यो असहिष्णु काम उनीहरूले गरे, अन्य धर्मावलम्बीहरूले गरे, हिन्दू धर्मको गलत प्रचार गरेर भनिरहँदा नि हिन्दू धर्म चाहिँ हिन्दू धर्मका लागि जागरण अभियान ल्याउनु अथवा हिन्दू जागरण नेपाल जस्ता संस्थाहरू गठन गरेर क्रियाकलाप गर्नु चाहिँ यो चाहिँ काम असहिष्णु होइन र? वास्तविक कुरा के भने मेरो घरमा यदि कसैले ढुङ्गाले हिर्काउँछ भनेदेखि अब म चाहिँ उसको प्रतिकार गर्नु चाहिँ असहिष्णु भनेर भनिन्छ भनेदेखि त मेरो केही लाग्दैन। तर होइन भने मेरो बचाव गर्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो। हाम्रो बिचमा जुन शान्ति एउटा थियो, बसिरहेका थिए सबै मिलेर, त्यसमा चाहिँ धर्म परिवर्तन गरी सम्पूर्ण रूपले आफ्नै मात्रै जयकार लगाउने प्रथा गर्दाखेरि त यो राम्रो त पक्कै पनि भएन। तपाईँसँग के उदाहरण छन्, त्यस्तो प्रमाणहरू छन्, कहीँ केही भेट्नु भएको छ त्यस्तो कसैलाई हाम्रो धर्मलाई गलत प्रचार गरेर धर्म परिवर्तन गराइया केही? होइन, यो हामीले गएर बुझ्दा पनि हुन्छ। प्रमाणको विषयमा त हामी सरसर्ती हेर्नु हो भनेदेखि हामीले नेटबाट पनि सर हेर्न सक्छौँ, व्यवहारमा पनि देख्न सक्दछौँ। यो त अलिकति खोजी गऱ्यो भनेदेखि हुन्छ, यहाँ एउटा मात्र होइन हजारौँ प्रमाणहरू पनि भेट्न सकिन्छन्। एउटा के चाहिँ आरोप लाग्न सक्छ यहाँहरूलाई र के प्रश्न, यो आम जनताको प्रश्न, मेरो पनि प्रश्न, चुनावको मुखमा हिन्दू जागरण नेपाल भन्ने एउटा सङ्गठन तयार गर्दै हुनुहुन्छ र सञ्जाल विस्तार गर्दै हुनुहुन्छ, यो कतै चुनाव केन्द्रित सङ्गठन? हाम्रो चुनाव केन्द्रित सङ्गठन होइन।
यथार्थमा भन्नु भनेदेखि अहिले चुनावलाई केन्द्रित गरेर हिन्दुत्वको विषयलाई लिएर अन्यले आवाज उठाइरहेका पनि छन्। तर हामी के आवाज उठाइरहेका छौँ भनेदेखि हिन्दुत्वको संरक्षण हुनुपर्दछ। यहाँ हिन्दुत्वमाथि पनि राजनीति गरिँदैछ। कसरी आफ्नो दलबल चाहिँ अलग्गै तयार गरेर अनि आफ्नो मात्रै कुराहरू राख्ने प्रथा एउटा सुरु भएको कारणले गर्दाखेरि हामीले हिन्दुत्वलाई जोगाउनुपर्छ भन्ने चाहिँ हाम्रो प्रयास पनि हो। र त्यही प्रयासको अन्तर्गत हिन्दू जागरण नेपालले चाहिँ जनजनमा व्यक्तिहरूमा चाहिँ हिन्दुत्वको जानकारी होस्, आफ्नो हिन्दुत्वमाथि गर्व होस्। यदि उहाँहरूलाई हिन्दुत्वको सम्बन्धी राम्रो प्रकारको जनचेतना भएको भएदेखि धर्म भन्ने विषयवस्तु थोरै पैसामा बिक्ने चिज होइन, त्यो प्रति आस्था हुनुपर्ने हो। तर केही व्यक्तिहरू लोभ्याउँदैमा उनीहरूले परिवर्तन गरेर गइरहेछन् भनेदेखि यहाँ धर्म मात्रै परिवर्तनको प्रश्न छैन प्रभु। यथार्थमा के छ भनेदेखि नेपालको जुन राष्ट्रदेव पशुपतिनाथ, विभिन्न प्रकारका संस्कृति, विभिन्न प्रकारका सम्पदा, ती सम्पदाहरू नै हाम्रो होइनन् यो भनेर अरूकै जय जयकार लगाउने खालको जुन प्रकृति यहाँ प्रकट भइरहेको छ त्यसको हामीले एकदम विरोध गर्नुपर्दछ भन्ने हामीले लागेको। संविधानले एक अर्काको धर्ममा खलल पुर्याउन पाइने छैन पनि भनेको छ है। हिन्दू जागरण नेपालका गतिविधि यसले भोलि धार्मिक हिंसा भड्किन सक्ने अथवा एक अर्का धर्मावलम्बी बीचमा असहिष्णुता अवस्थाको सृजना हुन सक्ने सम्भावना पनि त छ नि, होइन र? होइन, मलाई गजब के लाग्दछ भनेदेखि अब 82% हिन्दू छन् नेपालमा भनेर भन्ने उनीहरूका व्यक्तित्वहरूलाई चाहिँ धर्म परिवर्तन गर्दाखेरि चाहिँ जातीय द्वन्द्व, धार्मिक द्वन्द्व नभड्किने, अनि जब हिन्दूले आवाज उठाउँदछ अनि त्यसपछि जातीय र धार्मिक द्वन्द्व भड्किन्छ भनेर यस्तो खालको प्रश्न उठाउनु चाहिँ सायद बुद्धिमान व्यक्तिले सजिलैसँग बुझ्न सक्छ। अर्को कुरा, त्यो अवस्था रहनु हुँदैन। र यथार्थमा अब राजनीतिले के भन्छ, राजनीति कतातिर जान्छ। आज साँच्चै भनौँ भनेदेखि यो बहुदलीय प्रजातन्त्र भन्छ, म त वास्तवमा भन्नु भनेदेखि बहुदलीय प्रजातन्त्रै देखिँदैन। 81-82% हिन्दुत्वहरूको प्रतिनिधि भएपछि यसमा हाम्रो संस्कृति, हाम्रो सम्पदालाई केही व्यक्तिहरूको अनुमोदन गर्नको लागि हाम्रो संस्कृति, हाम्रो सम्पदा तिनीहरूलाई हस्तान्तरण गर्नुपर्दछ भन्ने कुनै आवश्यकता नै छैन। 82% हिन्दू छैनन् भने छैन भन्नु पर्यो। छ भनेदेखि हिन्दुत्वको विषयमा बोल्नलाई किन आपत्ति परेको छ र? ठिक छ, तपाईँको कुरा मैले माने, तर हिन्दू धर्मभित्र पनि त असाध्यै ठुला विकृतिहरू छन् नि। तिनीहरूलाई संशोधन गर्न त तपाईँहरू जस्ता पण्डितहरू कहिले अग्रसर हुनु भएको छैन, जसले गर्दा कोही व्यक्ति धर्म परिवर्तन गरिरहेका छन्। यो होइन र यथार्थ? अनि यथार्थमा हजुरले जे भन्नुभयो त भने विकृतिकै कारणले गर्दा धर्म परिवर्तन हुनको लागि त पहिला यो कुरा बुझ्नु पर्यो नि त विकृति के हो भनेर। विकृति के हो भनेर बुझ्दै नबुझिकन धर्म परिवर्तन गरेको भन्ने त कुनै प्रकारको होइन। अब कसैले कुनै प्रकारको आरोप लगाएर कुनै पनि व्यक्ति सर्वाङ्ग सम्पूर्ण ज्ञानी त हुन सक्दैन। यसलाई रोक्नका लागि के गर्नु पर्ला त? अनि यसको लागि हामी सम्पूर्ण हिन्दूहरू एकत्रित हुनुपर्दछ। यहाँ के भनेदेखि हिन्दू यद्यपि कुनै प्रकारको सङ्गठन नभइकन यो संस्कार सभ्यता छँदै थियो, तर यसलाई जबरदस्ती नै यसलाई युनिटी तयार नगरिकन नहुने बाध्यता सिर्जना चारैतिरबाट गरिएको छ। वैदेशिक घटनाक्रमले पनि र स्वदेशी घटनाक्रमले पनि चारैतिरबाट दबाउँदै लिएर गएर हिन्दूका प्रत्येक आस्था केन्द्रहरूमा चोट पुर्याउने खालका गतिविधिहरू, अनि भनौँ भगवान बुद्धका गुम्बाहरूलाई आलु गोदामको रूपमा परिणत गरेको घटनाहरू, यस्ताले के गर्दछ भने नेपालको विविधतालाई नै नष्ट गर्ने प्रयास भएको हुनाले हामीले विरोध गरेका। हामी क्रिस्चियनहरूले यहाँ प्रचार गरे भनेर विरोध होइन, क्रिस्चियनको विरोध कि क्रिस्चियनिटीको? हामीले क्रिस्चियनिटीको विरोध हो। किनभने उनीहरूले जुन प्रथा गरिरहेका छन्, उनीहरू छुवाछुतको भेदभाव छैन भन्छन्। अफ्रिकन कन्ट्रीमा गोराहरूले बनाएको चर्चमा काला जातिको छिर्न पाउँदैनन्, उनीहरू एक आपसमा द्वन्द्व गरिरहेका हुन्छन्। त्यहाँ भेदभाव छैन र दुनियाँ भेदभाव छ नि। तर हामी तिनीहरूको दृष्टान्त लिँदैनौँ, हामी त आफ्नो देशको दृष्टान्त लिन्छौँ। यहाँको जुन विविधता हो नि त्यो विविधतालाई नष्ट गर्न खोजिएको हुनाले मात्रै हो हामीहरू यहाँबाट इसाईहरू कोही पनि नबसुन् भन्ने हाम्रो कुनै प्रकारको धारणा। एकदमै मिठो शब्द प्रयोग गर्नु हो कि यहाँले, विविधता भनेर। नेपालमा विभिन्न जाति, विभिन्न धर्मावलम्बी सबै छन्, त्यही भएर यो विविधता कायम छ। तर तपाईँको अभियान, हिन्दू जागरण नेपालको अभियान यो वा त्यो ढङ्गले हिन्दू धर्मको संरक्षण र हिन्दू धर्मको जनसङ्ख्या अथवा हिन्दू धर्म मान्नेहरूको सङ्ख्या वृद्धि गर्नमा केन्द्रित हुन्छ। यसले त्यो विविधता मेट्नेपट्टि होइन। हामी हिन्दूहरूको सङ्ख्या वृद्धि गर्नमा केन्द्रित होइन, परिवर्तनको विरुद्धमा मात्र केन्द्रित हो। हामी हिन्दूहरूको जनसङ्ख्या बढाएर कुनै हामीलाई राजनीति गर्नु छैन। हामी कुनै पनि प्रकारका व्यक्तिहरूलाई आऊ हिन्दू बन भनेर हामी भन्नेवाला पनि छैनौँ। कहीँ कसैलाई पढाइदिन्छौँ, उपचार गरिदिन्छौँ कि हामीसँग त्यस्तो छँदा पनि छैन। हामी कुनै विदेशी प्रोजेक्टबाट सञ्चालित पनि होइनौँ। हामी सामाजिक व्यक्तित्व हौँ, यहीँका व्यक्तित्व हौँ। र हामी हिन्दूहरूलाई हिन्दुत्वको विषयमा गर्व होस् त्यो सिकाउने हो। र हिन्दुत्वलाई कसैले प्रश्न चिन्ह उठाउँदछ भनेदेखि वैचारिक विचारधाराद्वारा उनलाई सम्झाउने हाम्रो प्रयास हुनेछ। त्यसकारणले गर्दा हामीले के चाहन्छौँ भने सबैको आफ्नो ठाउँमा आफ्नो धर्म, आफ्नो संस्कृतिलाई पालन गरून्। यसमा कुनै प्रकारको हाम्रो त्यसमा प्रश्न चिन्ह छैन।
तर यहाँ चाहिँ के भने हिन्दुत्वलाई परिवर्तन गरिदिने अनि गाउँका गाउँ नै के अरे इसाईकरण गरिदिने यस्ता खालका कुराहरू भएको हुनाले हामीले विरोध गर्न खोजेका हौँ। अरू चाहिँ के पनि होइन। हामी उहाँसँग द्वन्द्व युद्ध गर्न हाम्रो कुनै मनसाय पनि छैन। हस्, महत्त्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि र सम्पूर्ण दर्शक महानुभावहरूलाई पनि। दर्शकहरू, हामीले हिन्दू जागरणमा आज कुराकानी गऱ्यौँ पछिल्लो समयमा भइरहेको हिन्दू धर्ममाथि भइरहेको आक्रमण, धर्म परिवर्तन र धर्म परिवर्तनले देखिएका समस्याहरू। कार्यक्रम हिन्दू जागरण यहाँहरूलाई कस्तो लाग्छ, यसका बारेमा कुनै प्रतिक्रिया, सुझाव वा सल्लाह छन् भने स्क्रिनमा देखिएको हिन्दू जागरण नेपालको ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। आजलाई यो कार्यक्रम यहीँ सक्छौँ। आज्ञा दिनुहोस्। नमस्ते।